हेलो गाइस, आज यो सोच यो ठाउँको नाम के हो दाइ? धुलाइबिटमा आज एउटा गाडी एक्सिडेन्ट परेको छ। त्यो साला खाते रन्डीको बानी यो। भाइ बोल त, तैँले के खाएर आएको थिइस्? बोल न, के खाएर? रक्सी त खाएको छैन? रक्सी नखाएको भए गाडीले यस्तो हान्थ्यो। ड्राइभर कहाँ छ? बोला पहिला ड्राइभरलाई बोला न साला यार, रन्डीको मान। अलिक केटाहरू बोलायो भने चाहिँ सबले हान्छ नि तँलाई एक गरेर। साला गाडी रोकेको दाइ बिचारा उकाट्नुहुन्छ भाइ, बुझिस् किन? अरे यसको बनाएको छु दाइ, हात पादैन म गए जेलै जान्छु कि। कस्तो त्यहाँ बहिनीमा यस्तो म मेरो सिटमा बसेको बहिनीलाई यस्तो यो गरेछ क्या। यसले रक्सी खाएको छ कि यिनीहरूको ज्यान मारेर हाल्नुपर्छ कि डाँगाहरूलाई। साला ड्राइभरलाई बोला त्यो ड्राइभर पनि खाएको। सबलाई छुदिएर म बारकोट लगाएर पनि केटाहरूलाई काटिदिन्छु, थाहा छैन भाइ? गल्ती छैन हामीहरूको। भिडियो बनाइरहेको छु, यसको पछाडि छैन। ड्राइभरलाई छिटो बोला। साला रन्डीको बाङलाई पक्क यो हालेर ऊ नगरेर रोक्न। त्यो गाडीसँग एक्सिडेन्ट पऱ्यो त। खै बहिनीलाई चोल्ला छ। मेरो मोबाइल देख्नुभएको छ? मोबाइल लाग्छ अहिले सब तिर्छ कि, त्यसले चिन्ता नगर्नु न। मोबाइल कति हरिएछ नि अहिले, सब तिरेन भने मलाई भने भिडियो नि एक गरेर बनाएको छु। छोड्न 3-4वटा फोनहरू पनि फुटिछ, फोनहरू पनि हराएछ। यो गाडीले हान्दाखेरि आज धेरै क्षति पुग्न गइरहेको छ। तर ड्राइभरले हान्दाखेरि ड्राइभर कहाँ भाग्यो? तर खलासी मात्र छ एउटा। ड्राइभरसँग अहिले ड्राइभर आएकै छन्, तर यसले लागु पदार्थ धेरै सेवन गरेर गाडी चलाएको रहेछ। त्यो भएर गाडीले हान्दाखेरि हामीले यहाँ काउन्टरमा हाइसमा हामीले यहाँ टिकट काट्दाखेरि पछाडि आएर गाडीले हानेको छ। समिति होइन, समितिको यहाँ गल्ती नै छैन। समितिहरूलाई के भन्ने, हामीले यो काउन्टरमा उ गरेर टिकट काट्न लगाएको थियौँ। त्यो भएर यो गाडी पछाडिबाट आउँदाखेरि त्यो हाइसलाई हानेर त्यो हाइस एक पनि काम नलाग्ने भइसकेको अवस्थामा छ।